एमाले नभएको भए अहिले नेपाल अहिले गइसक्थ्यो होला। जस्तो संविधान लागू गर्ने बेला इन्डियाले नाकाबन्दी गरेपछि इन्डियाले नाकाबन्दी गरेको त्यो नाकाबन्दी 89 सालको मरिचमान सिंहको नाकाबन्दी सरहको त्यो नाकाबन्दी थियो। त्यसबेला चाहिँ छल कपट नगरी सोझो नाकाबन्दी थियो। अहिले कपट गरेर मधेसका मान्छेलाई अगाडि देखाएर इन्डियाले नाकाबन्दी गरेको थियो। केपी ओलीको सकारात्मक कुरा के हो भन्दाखेरि त्यो नाकाबन्दीलाई इन्डियाले गरेको नाकाबन्दीलाई नो भन्यो। जसरी मरिचमानले नो भनेका थिए, मरिचमानले चाहिँ पेट्रोल हवाईजहाजबाट ल्याएर नेपाली जनतालाई पालेका थिए, पेट्रोल बंगलादेशबाट ल्याएको थिए, इन्डियामा बाहेक अरू मुलुकबाट रसाबाट ल्याएको थिए। अहिले पनि हाम्रो नेपालको पेट्रोल मरिचमानले रसाबाट ल्याएको त्यही कानून अन्तर्गत त्यही पेट्रोल नेपाललाई बेच्छ इन्डियाले दिएको होइन। मरिचमानले बनाएको कानूनमा टेकेर त्यही तेल रुसबाटै आउँछ इन्डियामा। त्यो तेलको नेपालको कोटामा चाहिँ इन्डियामा त रिफाइन गर्ने मात्रै हो, त्यहाँबाट क्रुड आइल आउँछ। रिफाइन गरेर त्यस बेलाको जे नियम थियो मरिचमानले बनाएको त्यही नियम अन्तर्गत आउँछ नेपालमा अहिले पनि इन्डियाको दयामा इन्डियाको मायामा। त्यस बेला चाहिँ इन्डियाले तेलको रिफाइनरी गरेको पैसा लिन्न, त्यसको बाइ प्रोडक्ट मलाई देऊ भनेको थियो। त्यो पनि राजा वीरेन्द्रले हुन्न भनेर रोकिदिए। यो दुईटा कुरा त्यो रुसमा गएर ड्राई पोर्टमा चाहिँ नेपालसित एग्रिमेन्ट बाँकी गरेको त वीरेन्द्रको पालामा नै हो, गरेको मरिचमानकै पालामा हो, तर त्यसलाई कार्यान्वयन गर्न बाँकी थियो। यसमा चाहिँ केपी ओली चीन गएर कार्यान्वयन गरेर 7 वटा अब इन्डियाले जम्मै नाकाबन्दी 100% गरेर नेपालमा बार लगाए पनि नेपाल नबोर्ने अवस्थामा चाहिँ चीनसँग सम्झौता गरेर नेपालको सार्वभौम अखण्ड नेपालको विदेशी हस्तक्षेप मुक्त नेपालको बनाउनलाई केपी ओलीको ठूलो योगदान छ। म एडमायर गर्छु, त्यसको असाध्यै राम्रो काम गरेका छन्। अब चुच्चे नक्सा मिलाएर लिएर जाने पनि अहिले गर्छ। अहिले त वातावरण के भएछ, चुच्चे नक्साको कारणमा गोर्खा पल्टनले इन्डियामा चाहिँ त्यहाँ गएर लड्दैनौँ, हाम्रो नेपालको विरुद्धमा हामी लड्दैनौँ। गोर्खा पल्टनले इन्डियामा आवाज उठाइसकेका छ। अब नेपालीको कुरा छ, नेपाली त जम्मै पानी मरुवा यही कांग्रेसका र माओवादीका दलाल मात्रै नेपालमा छन्। 25 रुपियाँमा 25,000मा भोट बेचेर खाएर बसेका छन् नेपाली जनतामा। त्यो भन्दा बढ्दा त चुच्चे नक्सा पास गरिदिएको हुनाले अहिले इन्डियाका पत्रकारले, अहिले तपाईँको मिडियामा आइरहेछ, पत्रकारले नेपालमा चाहिँ त्यहाँ लड्ने इन्डियाले गर्यो भने त्यो पत्रकारलाई इन्डियामा एरेस्ट समेत गरेका छ। इन्डियन पत्रकारले बोल्न थाले। अब नेपालसँग सम्बन्ध विषय नेपालको जग्गामा अतिक्रमण गरेर आयो भनेर चाहिँ इन्डियनले बोल्न थालेका छन्। इन्डियन अपोजिट पार्टीकाहरूले बोल्न थालेका छन्। अब यो चीज चाहिँ इन्डिया एउटा देशको लागि ठूलो कुरा हो हैन? त्यो वातावरण बनाउन चुच्चे नक्सा कमसे कम 2/3 पास गरे। लाजा गाजा चुच्चे नक्सा माओवादीले पनि भोट हाले, कान समातेर आँखा चिम्लेर हजुर मेरो केही लागेन भनेर इन्डियासँग तुम शरणम गरेर नेपाली कांग्रेसले हामी इन्डियासँग तुम शरणम त्यो घुँडा चाहिँ एमालेले नै टेकाएको हो। एमाले टेका बाध्य भएर नेपाल त्यो हाम्रो होइन भन्ने चाहिँ एकजना कांग्रेसको एकजना प्रो इन्डियन एकजना सांसदले त इन्डियाको हो हामीले लिनुहुन्न भन्नु भोट हाल्यो नि एकजनाले हैन। तर सबैले हाल्न त वातावरण नेपालभित्र बस्ने, नेपालको शासन गर्ने, नेपाललाई लुटेर खाने, त्यो नेपाल होइन भन्ने त मनमनै जति कुडिएर भए पनि नेपाल हो भनेर त्यो घुँडा टेकाएको त केपी ओलीले हो। अनि नागरिकता विधेयकको सन्दर्भमा पनि के छ भने शीतल निवासमा हैन नागरिकता विधेयकलाई अगाडि पठाइदेऊ भनेको भए हुन्थ्यो, त्यो पनि कहीँ न कहीँ रूपमा एमालेले रोक्यो भन्छन्। यसमा तपाईलाई के लाग्छ? हो सही हो, हामी पनि गयौँ, रोक्नुपर्छ भनेर विद्यादेवीलाई हामीले पनि गुहार्यौं। विद्यादेवीले हामीले पनि लिखित मौखिक सबै गरेका छौँ। इन्डियनलाई नेपाली नागरिक सहज पाउनु हुन्न भन्ने कुराको धारणामा त्यो पनि राष्ट्रियताको जल्दो बल्दो प्रश्न हो। त्यो एमालेले उठाइराखेको छ। त्यसो हुनाले एमाले कस्तो छ भने जम्मै डाँकाको फेराभित्र पर्यो भने डाँका भइदिने, सज्जन भित्रको मान्छे गुरुकुलीय मान्छे सज्जन धर्म संस्कार भित्रको पर्यो भने सज्जन धर्म संस्कार भित्रको हुने अझसम्म त्यो गुण छ। एमाले अहिले चाहिँ कुन ठाउँमा छ? ऊ जस्तो एक हिसाबले त ऊ पछाडियो नि हैन, सरकार आफ्नो यसरी नहेर्नु, ऊ पछाडियो नि, सत्तामा नजाँदैमा सत्ता तोडिएर अर्को पार्टी हिजो मिल्न आएको पार्टी फुटेर जाँदैमा एमाले पछाडियो भन्न मिल्दैन।